संसारमा जति पनि साँच्चै सफल मान्छेहरू छन् त्यस्ता मान्छे धेरै छैन। 8 अरब मान्छेमा 2-4% मान्छे मात्रै सफल हुन्छन्, साँच्चै सफल। अधिकांश मान्छे सामान्य बहुत न्यून स्तरको जिन्दगी बाँच्न बाध्य हुन्छ। थोरै मान्छे मात्रै संसारमा साँच्चै सफल हुन्छ। जबकि इलन मस्क जस्तो हुने यन्त्र संयन्त्र हामी सबैसँग छ, किनकि इलन मस्कको 2 आँखा, हाम्रो पनि 2 आँखा। बुद्ध जस्तो हुने संयन्त्र हामीसँग छ, किनकि बुद्धका 2 हात, हाम्रा पनि 2 हात। भगवान राम जस्तो हुने संयन्त्र छ, किनकि भगवान रामका पनि 2 खुट्टा, हाम्रो पनि 2 खुट्टा। तिनीहरूसँग भएको 3 पाउन्डको दिमाग हामीसँग पनि छ। तर यो सबै संयन्त्रको बावजुद दुःखको जिन्दगी बाँच्छौँ, पीडाको जिन्दगी बाँच्छौँ, कमजोर जिन्दगी बाँच्छौँ। सबै सम्पत्ति छ, यानी तरकारी त तयार छ, नुन नपुगे झैँ। प्लेन त तयार छ, पेट्रोल नभए झैँ। केही चिजको त्यहाँ मिसिङ छ। मैं मोबाइलको उदाहरण धेरैपल्ट दिने गर्छु। मोबाइल 2 लाख 3 लाख पर्छ। 3 लाख पर्ने मोबाइल यसलाई चार्जमा राखेन भने 1 रुपियाँको इलेक्ट्रिसिटी यसलाई दिएन भने यो 3 लाखलाई चाहिँ पङ्गु बनाइदिन्छ, अपाङ्ग चल्दैन। 3 लाख भनेर फुर्तिला अर्किन्छ। 1 रुपियाँको चार्जले घटी भयो भने यो 3 लाख पङ्गु बन्छ। यो मोबाइल जस्तै छौँ हामीहरू, संयन्त्र सबै छ, तर चार्ज छैन क्या। सबै छ र चार्ज छैन। चार्ज भनेको 1 रुपियाँ, त्यो यानी हार्डवेयर जुन छ हाम्रो, त्यो त सबै ठिकठाक छ, दुरुस्त छ, चुस्त छ, दुरुस्त छ। तर यो दिमागमा दिनुपर्ने विचार, भिजन, कल्पनाशीलता, सफ्टवेयर, बस त्यो फेल छ। मात्र कमी छ भिजन, मात्र कमी छ विचार, सद्विचार, शक्तिशाली विचार। विचार भनेको के ठुलो कुरा हो। एउटा औँला बजारबाट ल्याएर काटेको औँला जोड्नु पर्यो भने लाखौं खर्च हुन्छ। मुटुको सर्जरी गर्नु पर्यो भने लाखौं खर्च हुन्छ। एउटा खुट्टा ल्याएर जोड्नु पर्यो भने लाखौं लाख खर्च हुन्छ, जोड्न सक्यो भने। तर दिमागमा विचार जोड्नलाई पैसा खर्च हुन्छ, हुन्छ हुन्छ सित्तैमा पाइन्छ। तर त्यो पनि गर्दैनौँ क्या हामीहरू, बिहार। सित्तैमा पाउने, अरू पैसा तिर्न, अरू त एउटा औँला काटे पनि पैसा तिर्नु पर्छ, लाखौं खर्च हुन्छ। तर एउटा विचार ल्याएर, एउटा महान विचार ल्याएर, महान भिजन ल्याएर थप्नलाई त तपाईँ के केही पनि गर्दैनन्। झन्डै 95% मान्छेको हालत त्यही छ। सबै छ। मोबाइल अरबौंको छ, यो मोबाइल अरबौंको मोबाइल। यस मान्छेको शरीर बनाउनलाई त अरबौं पर्छ। यदि ल्याबमा शरीर बनाउनु पर्यो भने अरबौं पर्छ। एउटा फोक्सोको ट्रान्सप्लान्ट गर्नु पर्यो भने, एउटा फोक्सो, मान्छेको फोक्सो झिकेर अरूको फोक्सो राख्नु पर्यो भने त्यसको ट्रान्सप्लान्टको कस्ट मात्रै पनि 1.5 करोड पर्छ। त्यसकारण हाम्रो शरीरको सबैको पैसो काउन्ट गर्ने हो भने, एक अङ्गको मूल्याङ्कन गर्ने हो भने अरबौंमा छ। त्यो अरबौंलाई हामीले बेकार। वाइ? सबै त ठिक छ, तर एउटा विचार, चार्ज नभएको मोबाइल, पेट्रोल नभएको गाडी, 2 करोडको गाडी छ, 1000 रुपियाँको पेट्रोल राखेन भने 2 करोडको गाडीलाई पङ्गु बनाइदिन्छ। गाडी 2 करोडको छ, 1 करोडको छ, या 50 लाखको छ, 100 रुपियाँको पेट्रोल राखेन भने चल्दैन गाडी। हाम्रो जीवन पनि त्यस्तै हो। अरबौंको गाडी छ, तर एउटा गतिलो विचार भयो, त्यो पनि सित्तैमा आउने विचार। नाउ द क्वेश्चन इज, प्रश्न के त भन्नाले त्यो सित्तैमा आउने विचार किन, महान विचार किन बसिँदैन हाम्रो दिमागमा? वाइ नट? जबकि यन्त्र त सबै ठिक छ, मोबाइल त छ नि, तर चार्ज किन भएन यसको? किन भएन भने मेरो मोबाइल मात्रै चार्ज नभएको होइन सर, यहाँ मेरो बाउको मोबाइल पनि चार्जमा छैन। मेरो मोबाइल मात्रै चार्जमा नभएको होइन, मेरो बाउको पनि चार्जमा छैन, मोबाइल ऊ पनि, मेरो आमाको पनि त्यस्तै छ हालत, मेरो दाइ भाइको मोबाइल पनि चार्जमा छैन, अनि मेरो साथीहरू उनीहरू पनि उस्तै छ।
अब मलाई के लाग्नु भने मोबाइल भनेको चार्ज हुँदैन भन्ने लाग्छ। किन भन्नाले कसैले चार्जै गरेको देख्दिनँ। मेरो बाउ महान छैन, मेरो आमा महान छैन, हुनुहुन्न, मेरा साथीहरू उस्तै छ। अनि मलाई के लाग्छ, म पनि उस्तै भन्नु के ठुलो कुरा हो र, यो सामान्य कुरा। सो बुझ्नुपर्ने कुरा के हो भने म यो मोबाइल चार्ज गर्नुपर्छ भन्ने थाहा हुने मान्छेसँग जोडिएन क्या। मेरो लाइफमा त्यस्तो आएन, अथवा त्यस्तो मान्छेसँग म कहिल्यै टचमा आएन, सम्पर्कमा आएन जसले मोबाइल चार्ज गरेको हुन्छ। उनले कहाँ चार्ज गरेको देखेको भए म मेरो पनि मोबाइल चार्ज गरौँ भन्ने हुन्थ्यो। तर कसैले चार्ज नगरेपछि यो मोबाइल यस्तो चार्ज हुँदैन, यसको देखेन। जो दिखता है वो बिकता, नदेखेको कुरा बिकिँदैन, नदेखेको कुरा गरिँदैन। त्यसैले पश्चिमेली अनुसन्धानकर्ताहरूले एउटा गजबको कुरा के पत्ता लगायो भने जो जति कलामा उठेका मान्छेहरू, विज्ञानमा उठेका मान्छेहरू, अध्यात्ममा उठेका मान्छेहरू, उठेका थोरै छन्, भन्नाले उनीहरू उठेकासँग जोडिएका हुन्छन्। पोइन्ट टु बी नोटेड। उठेकासँग जोडिएपछि उनीहरू पनि उठ्न सिक्छन्। उठेकासँग जोडिएका सिक। भर्खर झापा भ्रमणबाट हामी फर्क्यौँ। पूर्वाञ्चलमा जति पनि कल कारखानाहरू छन् अधिकांश मारवाडीका छन्, पहाडीका छैनन्। तर अहिले केही पहाडीहरूले पनि कल कारखाना चलाउन सुरु गरेका छन्। त्यसमध्ये मेरो जुन सम्पर्कमा आउनुभयो, हामीलाई जसले होस्ट गर्नुभयो, उहाँहरूमध्ये एकजनाले के भन्नुभयो भने म मारवाडीकै काम गर्थेँ, प्लाई फ्याक्ट्रीमा। दयनीय हालत थियो, मजदुरी सुरु गरेँ। मजदुरीमा पैसै मुस्किल हुन्थ्यो, सुरु गरेँ। अनि मारवाडीसँग जोडिँदै काम गर्दै जाँदा, काम सिक्दै गएँ, पैसा कसरी बन्दो रहेछ भन्ने कुरा आँखा खुल्दै गयो। कसरी बन्दो रहेछ, यानि व्यापार कसरी हुँदो रहेछ, कमाउने काम कसरी हुँदो रहेछ। कमाउने मात्र होइन, पैसा बर्सिने काम। व्यापार अपार हुन्छ, जागिर अपार हुँदैन, व्यापार मात्रै अपार हुन्छ। त्यो मैले सिकेँ, देखेँ, सिकेँ। आज 20 वर्षपछि मेरो फ्याक्ट्री विराटनगरतिर या झापातिर टप लेभलका फ्याक्ट्री मध्ये एउटा फ्याक्ट्री मेरो पनि बनेको छ। तर 20 वर्ष अगाडि म मजदुर थिएँ। किन एउटा मजदुरले आफ्नो साम्राज्य खडा गर्न सफल भए, अहिले अर्बनको मालिक एउटा मजदुर। किनकि उनले देखे। यु आर व्हाट यु सी। तपाईँ जे देख्नुहुन्छ तपाईँको ब्रेनले त्यसलाई कपी गर्छ। अधिकांश मान्छे सफल किन हुँदैन त भन्नाले देखेकै हुँदैन। सफल मान्छे के हो देखेकै हुँदैन। उनले अध्यात्ममा उठेका मान्छेसँग जोडिँदैन, ऊ विज्ञानमा उठेका मान्छेसँग जोडिँदैन। त्यसकारण हाम्रो समस्या हाम्रो सङ्गतको समस्या। हामी जोडिन्छौँ त कोसँग त भन्नाले हामी जस्तै मान्छेसँग जोडिन्छ। अनि हामी जस्तै मात्रै भयौँ, उठ्न सक्यौँ। नउठेका मान्छेसँग जोडिरह्यो भने उठ्नु भनेकै के थाहा हुँदैन, देखेको भए त्यसलाई कपी गर्थ्यो। यही कुरा मैले माइकल फ्याराडेको कुरा, जसले बिजुलीको आविष्कार गरे, एल्वा एडिसन जसले चिनको आविष्कारमा योगदान दिए, यिनीहरूको प्रसङ्गमा भनेको थिएँ। यिनीहरूले 2 क्लास मात्रै पढेका दुवैले। तर 2 क्लास पढ्ने मान्छेले बिजुलीको आविष्कार गर्दैन, किनकि उनी साइन्टिस्टसँग जोडे, सर ह्याम्फ्री डेभी। अनि उनले देखे आविष्कार कसरी हुन्छ। नेपालको कुनै कुनै जिल्लामा, खास गरी अनकन्टार जिल्लामा, जहाँ पिउनले पनि, त्यो हस्पिटलमा काम गर्ने पिउन लेभलको मान्छेले पनि सानोतिनो अपरेसन गर्न सफल भएको हुन्छ। सुन्नुभएको छ? डक्टरले गर्ने काम पिउनले गरिरहेको हुन्छ कतिपय ठाउँमा। किन डक्टर अनकन्टारमा बस्दैन, जान्छ केही दिन बस्छ, अनि पिउनले हेरिरहेको हुन्छ, उनले गर्न सक्छ। किन इमेजिन, डक्टरलाई हेऱ्यो भने पिउन पनि डक्टर हुँदो रहेछ नि। तपाईँले कसलाई हेरेर बस्नु भएको? हेराइमा गल्ती भयो हौ। हेर्नै पर्ने मान्छेलाई हेरेन, जसलाई हेर्नै हुँदैन त्यसलाई छोडेन। जिन्दगीको विडम्बना त्यही हो। जसलाई हेर्नै पर्ने हो उसलाई हेर्दै हेरेन। किन हेरेनौ भन्ने, जसलाई हेर्नै हुँदैन त्यसलाई हेरेर बस्यो भने हेर्नै पर्ने मान्छेलाई कसले हेर्ने? गल्ती भयो।
हेर्नमा गयो खालि त्यही मान्छेलाई हेर्छौँ, त्यस्तै मान्छेलाई त्यस्तै त्यस्तै तालको मान्छेलाई हेर्छौँ जसलाई हेर्नै हुँदैन थियो। हेर्नुपर्ने कसलाई? सफल मान्छे। जोडिनु पर्ने कोसँग? सफल मान्छेसँग। हामी जोडियौँ कोसँग? 1 रुपियाँको नोट अर्को 1 रुपियाँसँग जोड्यो भने 2 रुपियाँ हुन्छ। लाखसँग जोडिनुहोस् न, लाख हुन्छ। करोडसँग जोडिनुहोस् न, 1 रुपियाँ पनि करोड हुन्छ। त्यसैले यु आर व्हाट यु सी भन्ने। अनि त्यो अनुसन्धानकर्ताहरूले क्लियरली कुरा के अगाडि ल्याएको छ भने, रिपोर्ट के अगाडि सारेको छ भने, संसारमा सफल हुने मान्छेहरू ती हुन्, ती मान्छे जसले सफल मान्छेसँग कुनै न कुनै प्रकारमा जोडिएको हुन्छ। साथीको रूपमा जोड्न सकिन्छ, सहयोगीको रूपमा जोड्न सकिन्छ, कामदारको रूपमा जोड्न सकिन्छ, जसरी मिल्छ तर जोडिन्छ। यस्तोलाई एउटा शब्द दिएको छ मेन्टर। मेन्टर भनेको त्यो मान्छे जसले मैले जुन काम गर्दैछु त्यो काम गरेर सफल भइसके, त्यो मेरो मेन्टर हुन्छ। अनि मैले काम गर्ने क्रममा तलमाथि पर्छ, कहिलेकाहीँ असफल हुन्छु, कहिलेकाहीँ धोका खान्छु, त्यो बेला निराश हुन्छ मन। त्यो बेला मैले काम चटक्कै छोड्ने कि अगाडि बढाउने भन्ने मलाई थाहा हुँदैन, अहिले छोडिदिन्छन्। त्यो बेला मैले सल्लाह लिनुपर्छ ती मान्छेसँग जो मेरै क्षेत्रमा अगाडि बढिसकेका छन्। त्यसैलाई मेन्टर भनिन्छ, मेन्टरशिप। त्यसकारण यो टप लेभलका सबै मान्छेसँग मेन्टर हुन्छ, पोइन्ट टु बी नोटेड, सबैसँग। त्यो मेन्टर नभएको भए उनीहरू हराउँछ। बेलायत बसी पहिलोचोटि बेलायत एकजना लाउरेरीले दुखेसो पोख्दै थियो, रिटायर्ड भयो, पैसा ग्वाममै हात पर्यो। केही त गर्नु पर्यो पैसा। होटल किने, होटलमा लगानी गरे, 2 वर्षमा क्यार्ने सर। हेर्नुहोस् त्यहाँ लाउरीसँग पैसा हातमा पर्यो, होटल किने, तर होटलबाट भयभर पैसा गुमा। किन गुमाउन पुगे उनले? एउटै कारण छ, उनको मेन्टर छैन। उनले जिन्दगी भर आर्मीमा काम गरेको अनुभव, आर्मीको चिनेका अफसरहरू, आर्मी अफसर, अनि लगानी गर्छ होटलमा, गोरु बेचेको सामान्य नभएको ठाउँमा लगानी। त्यसकारण होटल कसरी चलाउने र होटल डुब्दाखेरि के गर्ने भन्ने कति पनि आइडिया उसँग छैन, र आइडिया लिन सक्ने मान्छे पनि कोही छैन। अब आर्मीका अफसरसँग गएर सर मेरो होटल डुब्यो, कसरी यसलाई सम्हाल्ने भनेर त आर्मीका अफसरले त भन्नु सक्दैन, किनकि आर्मीको क्षेत्र होइन। उनले हुनुपर्ने के त भन्नाले होटल व्यवसायमा सफल भएका मान्छेसँग उनको साइनो हुनुपर्ने, साथीको रूपमा या सेवकको रूपमा या मालिकको रूपमा, कुनै न रूपमा साइनो हुनुपर्ने। अनि मेरो होटल नचल्दाखेरि गएर चलेकालाई गएर सोध्न सकिन्छ नि, मेरो होटल यस्तो यस्तो चलिरहेको छैन, कहाँनिर मिस्टेक भयो, यस्तो किन हुन्छ? किनकि सफल मान्छे त्यो हो जसले बारम्बार असफलता पुगिसकेपछि पनि त्यो फिल्ड छोडेनन्, उनीहरू नै सफल हुने हो। त्यसैले एउटा भनाइ छ, तिमी तबसम्म असफल हुँदैनौ, तिमी तबसम्म हार्दैनौ जीवनमा जबसम्म तिमी हार मान्दैनौ। सामान्य लाग्यो? होइन, यो जीवन दर्शन हो। यो महावाक्य भन्दा कम छैन। अध्यात्मको महावाक्य, यो सफलताको महावाक्य। तिमी तबसम्म हार्दैनौ जबसम्म तिमीले स्वयंले म हारे भनेर स्वीकारेकै छ। अधिकांश मान्छेले बिना मेन्टरशिप, बिना संगत व्यवसाय त चलाउनु खोज्छ नि। पैसा हातमा पर्यो भने व्यवसाय त गर्छ, त्यो व्यवसायमा मजाले डुबाउँछ। किन भन्नाले उसले हार मान्छ, सकिएन, ट्राई गरेको हो। ट्राई गरेको हो भन्ने होइन। सफल भएकालाई गएर सोध्नुहोस् त, उनले कहानी सुनाउँछ, तिमी जस्तो असफलता त मैले 50 वटा भोगिसकेँ र त यहाँ छु। अहिले संसारको सबभन्दा धनी मान्छे को रे भन्नुहोस् त? सबै थाहा छैन। एलन मस्कले रकेट उडाए, पहिलो रकेट ध्वस्त भयो, अर्बौं रुपियाँ खरानी। हार मानेन, त्यो प्राइभेट उसको प्रपर्टी थियो, अर्बौं रुपियाँ खरानी, तर हार मानेन। फेरि दोस्रो रकेट चाहिँ मुस्किलले पैसा जुटाए, भयभरको पैसा त रकेटमा लागिसक्यो, ध्वस्त। दोस्रो पल्ट त्यो पनि ध्वस्त। त्यसपछि सबैले, साथीहरूले, सल्लाहकारहरूले भने सर छोडिदिनु प्रोजेक्ट, किनकि उसँग पैसा छैन। तर उनले हार मानेनन्। तेस्रो पल्ट
ऐचो पैचो गरेर पनि टालटुल गरेर भए पनि फोर्स लगाए, त्यो ऐचो पैचो पनि चल्छ। तेस्रो पल्ट पनि होस् ल। हेर्नुहोस् त, मान्छेले यानि हामीले कुनै एउटा व्यवसाय गर्दा एकचोटि त असफल हुन्छ, त्यो असफल भएपछि हामी भागिहाल्छौँ त्यहाँबाट, नसक्ने रहेछ मैले बेच्दिएँ। कुखुराको फार्म चलाएको थिएँ, सकेन, छोडिदिएँ। त्यसो भन्ने कति भेटिन्छ, कति भेटिन्छ, भेटिँदैन। यो गरे थिएँ, ऊ गरे थिएँ, जस्तै बाख्रा पाले थिएँ, बाख्रा पालन असफल भयो, छोडिदिएँ। जिन्दगीभर त्यो बाख्रा पालन असफल भएको दाग त जिन्दगीभर मेटाउन सकेनन् न तिनीहरू, याद छ त? जिन्दगीभर बाख्रे भनेर बोलाउन थाल्छ। किन? एउटा राजनीतिज्ञले बाख्रा पालेर सफल हुँदैन, अनि अर्को आउँछ फेरि सर्प पाल्ने भनेर लाउँछ। करोडौं रुपियाँ गभर्मेन्टबाट लिएको पनि खुलासा भयो। अब एउटै सर्प छैन, आफै सर्प भनेर बसेको छ। अनि उहाँहरू किन असफल हुनुभयो? क्षेत्र राजनीति काम गर्न खोजे, अर्कै अर्को सफल हुँदैन। त्यसो तपाईँ सफल त्यही क्षेत्रमा हुन्छ जुन क्षेत्रमा तपाईँको मेन्टर छ। पोइन्ट टु बी नोटेड। हुनुपर्ने के त भन्नाले बाख्रा पाल्नु नराम्रो कुरा त होइन, राम्रो कुरा हो, तर बाख्रा पालेर सफल भएको मान्छेलाई मेन्टर बनाउनु पर्थ्यो के पहिला। को सफल भएको छ त्यो मेरो मेन्टर हुनु पर्यो। मेन्टर भनेको सामान्य शब्दमा भनौँ मेरो सल्लाहकार। भड्किँदा, मैले गल्ती गर्दा मलाई बाटो देखाउने मान्छे मेन्टर हो। त्यो सर्प पाल्न खोज्ने नेताजीहरूले पनि गल्ती के गर्नुभयो? सर्प पाल्न खोज्नु भयो, बहुत गजबको हो। चाइनाले चाहिँ सर्पको विष बेचेर अरबौं अरब डलर कमाउँछ। तराईमा बस्ने मान्छेहरूको लागि चाहिँ स्वर्ण अवसर हो सर्प पाल्नु। सर्पको विष अथवा बिच्छुको विष संसारमा सबभन्दा बढी पैसा आउने बिजनेस यही हो। त्यसकारण हाम्रा नेताजीहरूले त्यो खोजेको त हो नि, उहाँहरूको उद्देश्य गलत होइन, तर अज्ञानता। अज्ञानता के त? ज्ञान चाहिँ राजनीतिमा, काम चाहिँ सर्प पालनमा, ज्ञान राजनीतिमा, काम चाहिँ बाख्रा पालनमा। यसरी मेन्टरसिप चाहियो। सर्प पालेर सफल भएको मान्छे देशमा छैन भने विदेशमा भए पनि मेन्टर त जहाँको बनाए पनि हुन्छ, अमेरिकाको बनाए पनि हुन्छ, युरोपको बनाए पनि हुन्छ, अफ्रिकाको बनाए पनि हुन्छ, तर मलाई मेन्टर चाहियो। अनि बल्ल गएर मैले सर्प पालेको तर काम भएन, मेरा सर्पहरू मरे, कसरी मरे उनले बताउँछ। कसले? मेन्टरले। किनकि उनले पनि काम गर्ने क्रममा धेरै सर्प मारेका थिए, उनले पनि बाख्रा पाल्ने क्रममा धेरै बाख्राको कारणले लस बेहोरेका थिए। कसले? सफल भएकाहरूले पनि। त्यसकारण आज सफल भएका सबै मान्छेहरू कुनै बेला भक्कु असफल भएका मान्छे नै आज सफल भएका मान्छे। पोइन्ट टु बी नोटेड। आज सफल भएका मान्छेहरू जसलाई तपाईँले सफल मान्छे भन्नुहुन्छ नि, कुनै बेला उनीहरू भक्कु असफल भएका थिए। किनकि असफलता नै सफलताको सिँढी हो। कसले बुझ्ने? असफलता नै सफलताको सिँढी हो। तपाईँ त असफलता एकचोटि असफल भयो भने भागिहाल्नुहुन्छ भगुवा हो। एकचोटि असफल भएपछि भाग्नुहुन्छ, अनि भागेपछि पैसा पनि चट, अनि सर्पे भनेर बोलाउला नि तपाईँलाई, बाख्रे भनेर बोलाउला नि तपाईँलाई, तपाईँ भाग्नुभयो। त्यसकारण जीवनमा भाग्ने काम गर्दै नगर्नु, ब्याकफायर हुन्छ। यो नेपालका नेताहरूले पक्कु भोगिसक्यो। भाग्ने काम गर्दै नगर्नु। त्यसैले बिजनेस गर्न अगाडि पहिला मेन्टरसिप खोज्नु, भाग्नै पर्छ। हाम्रो कमजोरी जुनै क्षेत्रमा काम गर्दा पनि काम म मेहनत गर्छु, मेहनत गरेर पुग्दैन क्या। मेहनतले सबै कुरा ल्याउँदैन। मेहनत एउटा पाटो हो, अर्को पाटो हो मेन्टरसिप। त्यो मेन्टरसिप भइदिएन भने तपाईँलाई कसरी अगाडि बढ्ने थाहा हुँदैन। किनकि तपाईँ अगाडि बढ्ने क्रममा एकचोटि होइन, बारम्बार फेल हुन्छ। फेल हुनलाई तपाईँले नेगेटिभ रूपमा लिनुहुन्छ। नेगेटिभ होइन, त्यो पोजिटिभै हो। तपाईँको मनले मान्दैन कि यत्रो पैसा लस भइसक्यो, कसरी पोजिटिभ हो त्यो? इलन मस्कसँग सिक्नुहोस् त। तेस्रो पल्ट उसको रकेट त ध्वस्त भयो, तेस्रो चौथोमा त ऊ टाट पल्ट्यो। अर्को रकेट चौथोमा पनि उनले के गर्न सके गरे। चौथो यदि रकेट चाहिँ उनको फेल भएको भए इलन मस्कको नाम हामीले सुन्दैन थियौँ, अनि सडकमा आउँथ्यो। सारा पनि माइनसमा गइसक्यो। चौथो पटक उनले डुबे सडकमा आउला। किन भन्नाले म सडकैबाट आएको मान्छे हुँ, सडकमा आउनुमा के ठुलो। सफल हुने मान्छेको डायलग आएकै सडकबाट, अब सडकमा फर्कनु मलाई के थियो, घर वापसी के ठुलो कुरा हुन्छ। लगानी गर नभन्दै
चौथो रकेटले उसलाई साथ दियो र त्यही रकेटको कारणले ऊ सफल भएपछि उनले जति पैसा गुमाए नि पहिला त्योभन्दा कति कमाउँदा 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 अहिले संसारको सबभन्दा बढी त भने मानव इतिहासकै सबभन्दा बढी पैसा कमाउने मान्छे। अब इलन मस्कलाई मेन्टर बनाएको भए के हुन्थ्यो त भन्नाले मेरो त चाहिँ बाख्रा चलेन, मेरो त सबै चलेन भन्दाखेरि मेरो रकेटलाई हेर भन्थ्यो नि उसले। यार यो 3 चोटि फेल भएर त 4 चोटि चाहिँ ठिक भएको हो। त्यो 3 चोटि फेल नभएको 4 चोटि कसरी पुग्ने फेरि? त्यो फेल नभएको भए सफल कसरी हुने? म्याथ त हामी सबैले चाहिँ पढेर आएको स्कुलमा, म्याथमा एउटा फर्मुलाको रूपमा, फर्मुला भन्दा पनि म्याथमा एउटा ट्रेन्ड के छ त भने माइनस माइनस के हुन्छ? प्लस हुन्छ। 2 चोटि माइनसमा गयो भने त प्लस हुन्छ नि। पोइन्ट टु बी नोटेड। तपाईँ माइनस भनेको नेगेटिभ तान्नुहुन्छ कहाँ? नेगेटिभ माइनस माइनस प्लस हुन्छ। हामीलाई त माइनस माइनस खाट्यो बाख्रा चल्दैन, आफ्नो देशमा नचल्ने रहेछ, सबै चलेन, हाम्रो देशमा नचल्ने रहेछ भनेर ब्याकमा हो। ब्याकमा चाहिँ ब्याकफायर हुन्छ, जिन्दगीभर दाग भयो। किन भागेको त? अनि किन भागेको भन्नाले मेन्टर नभएको, अनाथ भन्छ नि हामीले। अनाथ हामी कस्ता व्यक्ति बन्नु खोज्छौँ भन्नाले अनाथ व्यक्ति बन्नु खोज्छौँ। अनाथ पहिला त नाथ बनाउनु न, नाथ पहिला नाथ खोज्नु, त्यो भनेको मेन्टर खोज्नु। 50 पल्ट असफल भए पनि तपाईँ सम्हालिनुहुन्छ, किनकि तपाईँ 50 पल्ट असफल भए पनि तपाईँको मेन्टर चाहिँ 50 पल्ट भएको म त 75 पल्ट भएको थिएँ भाइ भनेपछि ढुक्क हुन्छ। 25 पल्ट अझै असफल बाँकी त। यसो भन्दा तपाईँलाई अतिशयोक्ति लाग्ला। थोमस एल्वा एडिसनले चिम बाल्ने क्रममा 979 कतै कतै त 9079 पटक एक्सपेरिमेन्ट फेल भएको थियो। यो इतिहासकै सबभन्दा बढी एक्सपेरिमेन्ट फेल भएको कहानी हो। कतै लेखिएको छ 979 पटक, कतै त 9979 पटक। 979 पटक भने पनि त्यो कम्ता हो र त्यो 979 पटक हार्दा पनि यो मान्छेले हार मानेनन्। उसको नाम हो थोमस एल्वा एडिसन। त्यसकारण के बुझ्नु, तिमी तबसम्म हार्दैनौ जबसम्म हार मान्दैनौ। तिमीले हार मानेपछि सक्यो। जसरी बाख्रा पालन गर्नेहरूले हार माने, सर्प पाल्नेले हार माने, किन छैन? यो त उदाहरण मात्रै भयो, सबैले थाहा पाउने उदाहरण। हामी जम्मै त्यही बाख्रै त हौँ। कति काम खोज्यौँ, असफल भयो, छोड्यो। असफल भएको भनेको तपाईँ बधाई छ, किनकि जतिपल्ट असफल हुन्छ त्यतिपल्ट तपाईँ सफलताको नजिक हुनुहुन्छ। कतिपल्ट असफल हुन्छ त्यतिपल्ट तपाईँ त्यति नजदीक सफलताको अगाडि पुग्नुहुन्छ। सख्त हो जाए अगर राह मायूस न। सख्त भनेको कडा, गाह्रो। सख्त हो जाए अगर राह तो मायूस, मायूस भनेको निराश नहुनु। सख्त हो जाए अगर सख्त हो जाए अगर राह मायूस न हो, निराश न हो, क्योंकि ये भी नजदीकी ये मंजिल का पता देता है। तपाईँ जति उकालो चढ्नुहुन्छ नि, गन्तव्य उकालो चढ्दाखेरि गन्तव्यमा जति नजदीक पुगिन्छ त्यति सजिलो हुँदै जान्छ, गाह्रो हुँदै जान्छ भन्नुहोस् त। ओहो खसाङ खसाङ हुँदै जान्छ, पसिना पसिना हुँदै जान्छ। यो पसिना पसिना हुनु, लखतरान हुनु भनेको के? म नजदीक पुग्दैछु, यो सूचना त भाग्छौँ त्यहाँ। किन लागेको? मेन्टर। त्यसकारण मेन्टर बनाऊ। सबभन्दा पहिला कुनै क्षेत्रमा काम गर्न अगाडि अब मेन्टर कसरी बनाउने सर भन्ने प्रश्न होला, उसँग जोडिनु। हैसियत छ भने पार्टनरसिपमा जोड्नु, हैसियत छ भने, छैन भने उसको कामदार भएर जोडिनु। मेन्टरसिपको आउने तरिका त्यही हो। म आफै पनि कुनै बेला चित्रकार थिएँ, अनि म चित्रकार रहँदा मेरो भिजन के थियो? म संसारकै सबभन्दा महान चित्रकार बन्छु। मेरो मेन्टर को थियो त? मेन्टर भन्दा पनि मरेकालाई मेन्टर भनिँदैन, मरेकालाई रोल मोडल भन्छ। रोल मोडल। यदि मेन्टर छैन भने रोल मोडल हुँदैछ। म को जस्तो हुने त? म रेम्ब्रान्ड, उनका कलाकार चित्रकार रेम्ब्रान्ड जस्तो हुन्छ। मेरो भिजन त्यो थियो। अनि मेरो मेन्टर त थियो, किनकि म कलाको क्षेत्रमा थिएँ। त्यसकारण नेपालमा कलाकार टप लेभलका कलाकार हो त्यो बेला चन्द्रमान सिंह मास्के भनेपछि त्यो बेलाको टप लेभलको कलाकार, उहाँ मेरो मेन्टर हुनुहुन्थ्यो। अनि मैले ठाङ्का पेन्टिङ गरेँ, ठाङ्का सिक्न जाँदा प्रेममान सिंह चित्रकार, प्रेममान चित्रकार
मेन्टर हुनु र उहाँहरू मेन्टर हुनु भएकै कारणले गर्दा म 16-17 वर्षको उमेरमा पेन्टमा नेसनल अवार्ड जित्न सकेँ र त्यही नेसनल अवार्ड जितेको कारणले म 16-17 वर्षको उमेरमा किनकि मेरो मेन्टर छैन भने तपाईँ अनाथ त्यो फिल्डमा लाग्ने जहाँ त्यसैले मैले बुद्धम शरणम गच्छामि जुन मन्त्र भन्काएँ नि त्यो बुद्ध मेन्टर अहिले जीवित बुद्ध मेन्टर सकेका बुद्ध पुरुषहरू रोल मोडल तपाईँलाई रोल मोडल पनि चाहिन्छ तर जीवित रोल मोडल मात्र भएर भएन त्यसकारण ओशो रजनीशले मर्दा मर्दै के भन्नुभएको थियो भने मैले शरीर छोडेपछि ममा टाँसिरहनु आवश्यकता छैन जीवित गुरु खोज्छ किनकि समस्या बढ्दै जान्छ नयाँ नयाँ आउँदै जान्छ टेक्नोलोजी चेन्ज हुन्छ अब तिमी पुरानै गुरुसँग टाँसेर बस्यौ भने तिमी धेरै पछाडि पुरानो गुरु तपाईँको अब मेन्टर होइन रोल मोडल हुन्छ मेन्टर त चाहिँ जीवन्त अतः बुद्धम शरणम गच्छामि यानी मेन्टर खोज चाहे आध्यात्मिक क्षेत्र होस् चाहे विज्ञानको क्षेत्र होस् चाहे कलाको क्षेत्र अनि सङ्घको कुरा पनि गजबको कुरा म को हुँ भन्ने कुरा म जे देख्छु त्यसले मेरो ब्रेनले कपी गर्ने भएकोले मेरो शरीरले कपी गर्ने भएकोले मलाई म बनाउने काम मेरा साथीहरूले बनाउँछ उनीहरू मेरा मेन्टर होइनन् मेन्टर हुन सक्दैनन् साथीहरू तर उनीहरूले मलाई उत्प्रेरित चाहिँ गरिरहन्छ मेरो दायाँ बायाँ रक्सी खाने मान्छेलाई मैले देखिरह्यो भने म पनि चाखौँ कि जस्तो लाग्छ चुरोट सल्काउने मान्छे देखिरह्यो भने एकसर्को म पनि तानेर हेरौँ जस्तो लागिहाल्छ त्यसकारण एउटा समूह लाइक माइन्डेडहरूको बिचमा बस्नुपर्छ त्यसलाई सङ्घ भनिन्छ तपाईँ योग गर्ने ध्यान गर्ने मुक्तिको खोजी हो भने त्यस्तै खोज गर्ने मान्छेको समूह भइदियो भने तपाईँको यात्रालाई जारी राख्न सक्छ नत्र 2 दिन योग गर्नु 1 हप्ता या 10 दिन ध्यानमा बसेर आउनु अनि फेरि उही मान्छेलाई हेर्ने हो जसले ध्यान गर्दैन जसलाई ज्ञान थाहा छैन जो भोगवादी छ भौतिकवादी पनि होइन भोगवादीहरू खालि भोग्नुमा जिन्दगी देख्ने हो त्यसको माझमा पर्यो भने त्यही सत्य लाग्छ तपाईँलाई त्यसकारण आफ्नो सेरोफेरो समूह पनि चाहिन्छ त्यो सङ्घ र मेन्टर पनि चाहिन्छ यो 2 कुरा चाहिँ जोडेपछि धर्म त आफै जन्मिन्छ यहाँहरू सबैको भैँटोमा घाम लागोस् जय होस्।